मैले गल्ती गरेको थिएँ, चिटको भोगेदार छु म। सिसी क्यामेराले चाहिँ तपाईँको क्याप्चर गरेछ। तपाईँलाई सरी त्यसको लागि चाहिँ। दामी बाइक किने जस्तो भाइ। बाइक मात्र होइन क्या दादा, गोप्रो पनि हेलमेट पनि दामी किने हो क्या दादा। अब म मोटो भ्लगिङ स्टार्ट गर्ने सोचेँ क्या दादा। गर्न त भाइ गर्न, के समस्या भयो त नि? भिडियो सिडियो त बनाउँछु कि दादा, तर एउटा एडिटर चाहियो कि एडिट गर्नै आउँदैन मलाई भने दादा। तँलाई भनेपछि एडिटरको समस्या। यसो गर्न त गोप्रो लगा होइन, भिडियो खिच, बाटोमा जा, विली सुइली हानी हान वहाँ हान, कटमा बाइक चला, नेपाल पुलिसले एडिट हानिदिइहाल्छ नि भाइ। ल दादा हो त नि है। किन चाहियो एडिटर? आधै घन्टा दादा। ल जा जान्छ है दादा। Just set me free, VIP, walking easily, so casually. No creepy, locked in mentally, that's a guarantee. Talk to me, numbers never lie, add it up, that's me. I said 23. Can we skip to the good part? मैले केही दिन अगाडि मोटरसाइकल स्टन गरेको थिएँ, जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएर प्रहरी वृत्त कालीमाटी काठमाडौँबाट पक्राउ गरी आवश्यक कारबाही सम्झाइ बुझाइ गरी मलाई छोडिदिनु भएको छ। जुन मैले कार्य गरेँ, जुन मैले त्यो ड्राइभिङ गरेँ, त्यो चाहिँ ट्राफिक नियम विपरीत छ, उल्लङ्घन छ। यसबाट ज्यानलाई पनि खतरा छ, जनधनको क्षति छ। त्यसैले आइन्दा म पनि नगर्ने र अरूलाई पनि यस्तो नगर्नुहुन्न, यस्तो गर्नै हुने, कसैलाई नगर्नु हुन चाहिँ सुझाव दिन्छु। धन्यवाद। मैले गल्ती गरेको थिएँ, चिटको भोगेदार छु म। सिसी क्यामेराले चाहिँ तपाईँको क्याप्चर गरेछ। तपाईँलाई सरी त्यसको लागि चाहिँ। नमस्ते, म रजनीश श्रेष्ठ। म भएको 5 माइलको चोकमा बस्छु। केही दिन अगाडि मैले मेरो बुलेटमा स्टन्ट गरेको थिएँ र त्यही स्टन्ट गरेको भिडियो सोसियल मिडियामा अपलोड भएको रहेछ। त्यही भिडियो मार्फत मलाई जिल्ला ट्राफिक कार्यक्रममा बोलाइ सम्झाइ बुझाइ मलाई सबै चिज सिकाउनु भयो। र म के भन्न चाहन्छु भन्दाखेरि यस्तो स्टन्टहरू नगरौँ, आफूलाई क्षति हर्दैन क्षति भन्ने मेरो 2 भनाइ म यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद।